सर्भिसहरू अपग्रेड गर्नुपर्छ, हाम्रो सर्भरहरू अपग्रेड गर्नुपर्छ, त्यति त कमन सेन्सको कुरा हो नि। जोसित 35 रुपियाँमा थियो, मैले पब्लिक डेभलपमेन्ट ब्याङ्क 53 रुपियाँमा उठाएको छु यार। उसको नेटवर्थ नै 128 रुपियाँ छ। त्यो दिन टाढा चाहिँ छैन है, त्यति भन्न चाहे। यदि प्रिमियममा आइपिओ आउँछ भने मार्केटबाट म त बाहिर बस्छु बाबा। त्यही त यो त अब के भन्नु दाइ, झन् सधैँ अब मार्केटमै बस्छु म। अनि दाइ यो कोही लगानीकर्ता, ठुला लगानीकर्ता सङ्ख्या अध्यक्षहरू पनि दाइ आइपिओ आयो भन्दा खुसी मनाउँछन् दाइ। अनि यो नबुझेर हो, मार्केट नबढोस् भनेर होइन बाबा। त्यहाँ कमिसन पाउँछ, त्यो खुसी बनाउन, फेसबुकमा पोस्ट गर्न पैसा पाउँछ यार। ए त्यस्तो पो हुँदो रहेछ। यो त थाहा थिएन नि दाइ मलाई यो कुरा त। अनि म त किन स्ट्राटेजिक छन् नेगेटिभ कुरा, नराम्रो कुरा पनि भन्छु नि। यस्तो पो रहेछ। कि त तिमी कुनै सङ्घको अध्यक्ष बन, पावरफुल सङ्घको, कि तिम्रो होइन तिम्रो फलोअर 1 लाख जति बनाऊ, तिमीलाई पनि अफर आउँछ। के दाइ त्यस्तो पो हुन्छ? हो त। ए के हुँदो रहेछ यार। अनि त्यत्रो 1 लाख फलोअर भएको मान्छेको स्ट्याटस पढेर हेरेर हामी म्यानुपुलेट हुन्छौँ नि झन्, होइन? भनेपछि त यो त गलत कामहरू रहेछ नि त, होइन दाइ? हो। र साथीहरू अब नयाँ खुलासा गरिदिनु म दाइले है, कि त्यस्तो पनि हुँदो रहेछ। यो नयाँ कुरा थाहा पाएँ, मलाई पनि थाहा थिएन यो कुरा चाहिँ। पैसाको भरमा नि स्ट्याटस आउँदो रहेछ भन्ने कुरा बुझ्यो, होइन? के गलत के गलत के सही भन्ने छुट्याउनु पर्छ है सबैजनाले। मार्केट, किनभने हामी मार्केटमा छिरिसकेपछि यो हाम्रो मन्दिर हो। यो मन्दिर जहिले पनि सफा, होइन? यसको मूल सफा हुने सबै गर्नुपर्छ, होइन? त्यो भएको भएर चाहिँ हामीले यो कुराहरू बुझ्नुपर्छ है। मार्केटलाई राम्रो बनाउने कुराहरूमा हामी सबैजना अवेर हुनुपर्छ। राधा वल्लभ श्री हरि त्यस्तो कुराहरू चाहिँ राधा वल्लभ श्री हरि। त्यही त च्यानल सर, त्यही त भनेर समस्या त्यही त भएको छ नि मार्केटमा। अनि जहिले पनि बजारमा जहिले पनि बजार साइडवेज खेल्दा बजार अब यो लेभल त अहिले 1800 को लेभल हो नि त। 1800 को लेभलबाटै भन्नु पर्दाखेरि अब यो लेभलमा अहिले बजार खेलिरहेछ। यो लेभलमा जुन हिसाबले बजार खेलिरहेछ भने अहिले लो क्यापहरू, स्क्रिपहरू जुन 1800, 2100, 2200 को लेभलमा जुन हिसाबले जस्तै फाइनेन्सहरूको लो क्यापहरू चलेको थियो, अनि लो क्याप स्क्रिपहरू एकदम राम्रो हाइडोको पनि चलेको थियो, अरू पनि चलेको थियो के। अब त्यो हिसाबको मोमेन्टम चाहिँ अब आउने जस्तो तपाईँलाई के लाग्छ? अब आउने दिनहरूमा त्यतैबाट फेरि रिकभर गर्दै अब लो क्यापबाट मिड क्यापबाट हाई क्याप गर्दै जान्छ कि दाइ? अब अझै पनि लो क्यापमा मोमेन्टम आउनका लागि केही समयहरू पर्खिरहेछ र बजारलाई वाच एन्ड सी नै गरिरहेछ जस्तो लाग्छ दाइ तपाईँलाई? तपाईँको विचारमा चाहिँ 1800बाट 2200, फेरि 1800, फेरि 2200, फेरि 1900, फेरि 2200 गरेर अनि 2200बाट 2600 गयो हो नि त दाइ बजार। अनि त्यस पछाडि न बजारमा तपाईँको मिड क्यापहरू चल्न थालेर 2640बाट बजारमा अनि एक प्रकारको रेली आएर बजार एक लेभलमा पुगेको थियो र अहिले हामीले एउटा सास फेरिरहेछौँ। राम्रोसँगले गरेको थियो होइन। अब अहिले आएर बजार फेरि हेर्दाखेरि त अब आइपिओलाई हेर्दाखेरि त हामीले आइपिओहरू जुन हिसाबले आइरहेछ, यदि त्यो आइपिओहरू नआउनु भने त बजार त अहिले 1800 को लेभलमा छ र 1800 को लेभलमा भएको स्क्रिपका दामहरू भन्दा अझै 10-15 रुपियाँ तल छन् कति स्क्रिपहरू त, होइन? खेलाडीले चलाएका बाइक भने अहिले बजार त 1800 को लेभलमा छ भनेपछि यो लेभलमा त लो क्यापहरू अब त चल्नुपर्ने समय आएको जस्तो मलाई लाग्छ क्या दाइ। अब हाई क्यापबाट एक्जिट हुन्छ मान्छेहरू र म्याक्सिमम मान्छेहरू एक्जिट पनि भइसकेका छन्। अब भनेपछि लो क्यापले नै फेरि बजारलाई पहिलो स्टेपमा चाहिँ अब अगाडि बढाउने हो कि दाइ? अब के लाग्छ तपाईँलाई भोलिको दिनमा बजारमा के कारणले अड्किरहेछ? लो क्यापले नै चल्छ अब बजारमा, मिड क्याप पनि चल्दैन, हाई क्याप पनि चल्दैन। किन चल्दैन? अब क्वेसन यहाँ आयो भने पहिला तपाईँको लिस्टेड कम्पनीहरू 170-80 थिए, अहिले लिस्टेड कम्पनी 400 वटा भइसके, लगानीकर्ताहरू त्यही छन्। अब यस्तो अवस्थामा तपाईँको लो क्यापबाट खेल्दै जुन मिडबाट गएर हाई क्यापमा जान्थ्यो नि, अब के हुन्छ भने बुल आयो भने लो क्यापबाट मिड क्यापसम्म पुग्छ, मिड क्यापमै तपाईँको बुलको सास रोकिन्छ। यो कुरा हेर्नु होला, गजबको कुरा आउँछ यो पल्ट। अब कुनै पनि स्क्रिप्ट जसरी 200 को स्क्रिप्ट 250 रुपियाँ 270-80 पुग्नु ठुलो कुरा होइन, होइन हाई क्यापको। तर बुल कसलाई भनिन्छ? जब 1 को 2, 2 को 4 यसरी हुन्छ नि, त्यसलाई भनिन्छ बुल, होइन? बुल भनेको यो थोडी 10% खायौँ, 5 रुपियाँ खायौँ, 7 रुपियाँ खायौँ, त्यसलाई बुल भनिन्छ र? होइन, होइन।
सो यसलाई के बुझ्नु पर्यो भने अब मिड क्यापसम्म पुग्छ, मिड क्याप भन्दा माथि चाहिँ बुल आउनै सक्दैन राधा जस्तो लाग्छ। अन्त आइसकेको छ दाइ हाई क्यापमा त अब राधा वल्लभ श्री हरि त्यो त ठिकै छ। 3000 को लेभलमा थच्किसकेको छ दाइ। अब त्यो भन्दा अब अपरेटर राधा वल्लभ श्री हरि मार्केटबाट हाई क्याप बढ्छ, फस्ने बेच सानै लगानी गर्दा यो चाहिँ म भन्न सक्छु है फेरि। तर बग्रा चाहिँ अपरेटर हुँदैन क्या कुनैमा पनि, लास्टमा हुने हामी जस्तो सानो मान्छे। एक्जिटै देखिन्छ आदित्य भाइ, अहिले म्याक्सिमम एक्जिटै देखिन्छ। तर पनि अब पैसा छ बजारमा आएको पैसा त आइपिओमा गएर बाँचेका पैसा र ठिक छ आइपिओ नै ल्यायो अरे भिन्दै कुरो। प्रिमियम त ल्याउनु हुँदैन थियो, ल्याइहाल्यो आफ्नो ठाउँको कुरो होइन। अब आइपिओ 100 रुपियाँको सम्म आइपिओ आउँदा आफ्नो ठाउँमा बढेको थियो, बढेर गएको थियो। त्यो लेभल एक लेभलमा गएपछि त्यो पैसा फेरि फर्केर फेरि बजारमै आइपुगिहाल्थ्यो होइन। अब तर अब अहिले के भइरहेछ भने प्रिमियममा ल्याइसकेपछि प्रिमियमको आइपिओहरू त त्यो लेभलमा आइसकेपछि बजारमा त अब एक किसिमको त क्रास त फैलाइ नै हाल्छ यसले त्यो कुरा। किनभने पहिले हामीले भोगिसकेका छौँ जुन लेभलमा एकैचोटि 3वटा 4 प्रिमियम आइपिओहरू लस्करै फुस्केर आएका थिए। त्यतिखेर किन्ने मान्छे अहिले पनि रुको छ क्या, त्यसले आइपिओ रेटमा बेच्न पाएनन् कि। जतिमा आइपिओ भर्यो त्योभन्दा तल बेच्नु परेको छ भनिसकेपछि अहिले दाइले बोलेको कुरो भनेको जसले चाहिँ आइपिओ भर्दै हुन्छ नि उहाँहरूलाई पनि यो कुरो भोलिको दिनमा गाह्रो हुन्छ। 800 मा भरेको आइपिओ भोलि 400 मा ल्याएर फ्याल्नुपर्ने अवस्था हुन्छ कि। त्यो अवस्था पनि नआउला भन्न सकिँदैन होइन। तर ठिक छ अहिले आइपिओमा ट्रेन्ड चलेछ, यी आफ्नो ठाउँमा छ, आफ्नो ठाउँबाट जान्छ, सबै कुरो ट्रेन्डमा भर पर्छ। ट्रेन्ड इज माई फ्रेन्ड भन्छ नि दाइ। अनि एउटा कुरा सोध्न मलाई भन्नु त मलाई अब ठिक छ। अब तर अहिले दाइले भने अनुसारले जस्तै मैले भनेको थियो, मैले चाहिँ एउटा मात्रै प्रश्न दाइले गर्न चाहेको मनको कुरो क्या। जस्तै 1800 बाट 2200 जाँदाखेरि 1800 बाट 2200 जाँदा जति पैसा मान्छेले कमाए नि दाइ, त्यति पैसा 2200 बाट 2600 जाँदा जति कमाए नि त्यति पैसा अहिले जिन्दगीभरि मान्छेले कमाउन सकेछ। त्यति पैसा त 1800 बाट 2200 1800 बाट 2200 जुन लेभलले खेलिरहेको थियो त्यो बेलामा मान्छेले पैसा कमाएको थियो कि। अब त्यस्ता दिनहरू फेरि एकपल्ट बजारमा त दोहोरिनु गर्ने, लो क्यापहरूमा इन्भेस्ट बढ्नुपर्ने, मान्छेहरू अब लो क्यापबाट इन्ट्री गरेर नि फेरि बुलको सुरुवात गर्नुपर्ने, एउटा स्टार्टिङ फेजबाट जानुपर्ने हो कि जस्तो लागेर चाहिँ मैले राधा वल्लभ श्री हरि फेरि दिनहरू चाहिँ कहिलेबाट सुरु होला अब आइसकेको हो कि दिन जस्तो मलाई चाहिँ लागिसकेको छ दाइ। अब तपाईँको मनमा अब तपाईँले भन्न मिल्ने भनिदिनु न। तपाईँहरूलाई थाहा नै छ मेरो खाता पनि रोक्का छ, मेरो के भन्छ ब्रोकरले लिमिट पनि दिँदैनन् होइन। र मैले सेयर बजारको बारेमा मलाई त्यति नलेज छैन जति हाम्रो साथीहरूलाई छ। तर होइन कुरा के हो भने एउटा कुरा म के भन्न सक्छु भने तपाईँको जो मान्छेहरू अहिले लो क्यापमा फिर्ता छिरिरहेछन्, आफ्नो पोजिसन्स बनाइरहेछन्, उनीहरूले अहिले पनि 10-15% गेन गरिसकेका छन्। र फेरि म भन्छु दोब्बर भएपछि आधी बेच्ने निदोका साथमा यदि छिर्नुभयो भने कसैको न इन्द्रको बाउ चन्द्रले पनि तपाईँलाई घाटा चाहिँ सेयर बजारबाट गराउन सक्दैन। तर त्यही त अजयजीले भन्दा 3 दिनको लागि छिर्नुहुन्छ, 1 महिनाको लागि छिर्नुहुन्छ, त्यो होइन यो मार्केटमा अलिकति तपाईँको सोच बनाएर छिर्नुहोस्। दोब्बर भएर नै बेच्छु भन्ने सोचका साथमा लो क्यापमा छिर्नुहोस्, हेरौँ त कसरी हुँदैन भन्ने कुरा हो। ल आदित्य भाइले फेरि केही कुरा बताइरहेको सुन्नु न। भनेपछि हाम्रो निष्कर्ष हामी रिसेसनमा छौँ, तर स्टक वाइज हेर्ने भए कुनैमा चाहिँ हामी एक्सपेन्सनमा छौँ। यो पिकमा त छैन नि दाइ कुनै पनि। पिकमा त हुनै सक्दैनौँ नि। पिक त तिम्रो जब हाम्रो स्टक मार्केट रिसेसनबाट रिकभरीबाट एक्सपान्सनमा पुग्छौ नि त्यसमा केही स्क्रिप्टहरू पिकमा पुगेर रिसेसनको लागि तयारी गर्न आउँछ। ल साथीहरूले यो कुरा बुझ्नु भयो। आज यो हामीले नयाँ कुरा सिकायो, किनभने नयाँ कुरा सिक्नुपर्छ। सबै कुरा सिकेपछि अनि यसले फसायो उसले फसायो भन्न मिलेन नि। त्यसपछि त यसरी चल्दो साइकल भनेर। अनि यहाँ हेर्नु मैले चाहिँ आज स्ट्याटस पनि हिजो लेखाएको थिएँ। स्ट्याटस प्रिमियमको आइपिओ कस्तो हुन्छ भनेर घोराइलाई हेर्नु होला भनेर मैले फेसबुकमा लेखाएको थिएँ। साथीहरूले पनि यसरी आफ्नो साइडबाट अलिअलि उयो गर्नु होला है सबैजनाले, सो द्याट भनौँ न आफूले आवाज उठाउने हो। अब प्रिमियमको आइपिओको विरुद्धमा आफ्नो फेसबुक वाल सोसल मिडिया सम्पूर्णमा होइन तपाईँहरूले विरोधमा आफ्नो आवाज चाहिँ उठाउनु होला, त्यति भन्ने साथीहरू हो। ठिक हो, साथीहरू सबैजना उठाउनु होला, सो द्याट हामीलाई के हुन्छ भने सपोर्ट हुन्छ। यो आन्दोलन कहाँ पुगिरहेछ, फेरि घेर्न जाने हो कि अनि हो? आन्दोलन गर्यो भने भन्छ मार्केट झार्नको लागि गर्यो, नोक्सान आफूलाई नै भइरहेको हुन्छ सबैभन्दा बढी होइन। अब के गर्ने। तर हामी यदि प्रिमियममा आइपिओ आयो भने हामी चाहिँ घेर्न चाहिँ जान्छौँ। घेर्न मात्रै होइन, त्यो दिन त सबै के अरे
एक दिनको लागि मार्केटै शून्य बनाउनु पर्छ त हाम्रो पनि मार्केट त होइन, पावर अहिलेसम्म अहिंसक आन्दोलन गरेर आएको छौँ। यो पल्ट सेयर बजारले हिंसक आन्दोलन चाहिँ हेर्छ होला जस्तो लाग्छ मलाई। यो महाधिवेशन चलिरहेछ, सब सेयर मार्केटका खेलाडीहरू काठमाडौँ हुन्छ नि, यो बेला गर्ने हो क्या अब अहिले एकदम गोल्डन हाम्रो सरले एकदम सही कुरा अब हजुरलाई, अब म त अलिक एजमा पनि सानो छु, अब यो पालि चाहिँ हजुरलाई लिड गराउनुपर्छ जस्तो छ बोल्नेको। भोलि आउँदैछु महाधिवेशनको तयारीको लागि। अब सबै अब सेयर मार्केटका खेलाडीहरू लगभग विष्णु पौडेललाई मन पराउनेहरू धेरै छन्। ठिक छ हजुर, अब हजुरलाई हामीले साथ सहयोग गरिहाल्छौँ नि, लिड गरौँ न हजुरले, हाम्रो साथ सहयोग भइहाल्छ। अब झन् महाधिवेशन भएपछि सबैजना कतिजना अरे 2200 कि कति पो भोटिङ भन्ने पढेको थिएँ मैले, टन्नै हुन्छ जस्तो, टन्नै भएपछि त झन् राम्रो हो नि, मार्केट सुधार हुन्छ, मार्केट राम्रो हुन्छ भने त आदित्य पौडेल इज अलवेज इन फ्रन्ट पोजिसन। अब जो भए पनि दाई हुँदा पनि दाईलाई, सुमित भाइ भयो सुमित भाइ, अज दाई भयो अज दाई होइन, हाम्रो यहाँ महाधिवेशन आउनु भएको सर हुनुहुन्छ नि उहाँको लागि होइन, सबैको लागि अगाडि हुन्छ, मार्केट सुधार हुन्छ। पुनर्स्थापनाको के बस गर्ने बेला त अनि वकिलले ढल्यो अरे त, अनि झन् संसद पुनर्स्थापना भयो भने मार्केट बढ्छ कि भनेको होइन। अब ढल्ने उठ्ने त चलिरहन्छ नेपालमा होइन, होइन बस गर्ने बेला ढल्यो अरे के होइन त्यो न्युज मैले पढेको थिएँ रासापाको त्यो, त्यही त ठिकै छ। अब त्यसलाई त अब बिचारै भन्नुपर्छ, अब के गर्नु ढलेपछि त अब ठिक छ, जे हुन्छ अब राम्रैको लागि हुन्छ भन्ने हो, मार्केट सुधार हुन्छ, मार्केट राम्रो हुन्छ भने अब चुनावमै गए पनि ठिक छ, पुनर्स्थापना भए पनि ठिक छ, यति हो, मार्केट चाहिँ राम्रो हुनु पर्यो, अरू केही चाहिएन अहिलेको स्थितिले। हुन त यत्रो अब जेन आन्दोलन भएको छ, यत्रो अब केही चेन्ज आउने भनेर भएको छ, धेरैले बलिदान पनि दिनुभएको छ होइन, त्यो कुरालाई हामीले अलिकति भन्न यो यत्रो बलिदान चाहिँ खेर नजाओस् भन्ने पनि कुरा हो। अब जेनजीहरूको माग के छ, जेनजीहरूले के चाहनुहुन्छ होइन, उहाँहरूकै भनौँ न उयसमा पाथमा अगाडि बढोस् र राम्रो होस् मार्केटको लागि, देशको लागि भनेर म चाहिँ त्यो मेरो कामना, दाइको पनि सेमै हो मैले बुझेअनुसार चाहिँ।